नमस्ते। प्रस्तुत छ माइक्रो इन्स्योरेन्स एकाडेमीको प्राविधिक सहयोगमा ड्याप्रोक्सद्वारा कार्यान्वित एवं सेभ द चिल्ड्रनको मूल सहभागिता र मेजोरियरको आर्थिक सहयोगमा धादिङमा सञ्चालित सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोषमाथि आधारित रेडियो नाटक। श्रोतागण, जीवन अनिश्चितताले भरिएको एक रोमाञ्चक यात्रा हो, तर यो यात्रा सुगम, सुखद र खुसियालीले भरिपूर्ण होस् र कठिनाइहरू आइलागे तापनि तिनको सामना गर्ने तयारी हाम्रो होस् अनि मात्र यसको भरपूर आनन्द उठाउन सकिन्छ। भनाइ छ नि, ईश्वरले तिनैको मद्दत गर्छन् जसले आफ्नो मद्दत स्वयं गर्दछ। कसैले आएर हाम्रो उद्धार गर्नेछ वा हाम्रा समस्याहरूको समाधान गर्नेछ भनी सोच्नु बाँसको लिङ्गुको टुप्पोमा भातको कसौडी झुन्ड्याएर मुनि आगो बाल्नु जस्तै हो। आफ्नो जीवनलाई सपार्नु वा बिगार्नु, यसलाई सही बाटोमा डोर्याउनु वा गलत दिशामा मोड्नु, यो सबै हाम्रो हातमा नै हुन्छ। यही सन्देश लिएर आएको छ सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोष। सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोष, जसको जरा, तना, हाँगा बिङ्गा र यसमा फुल्ने फूल र फल्ने फल तपाईँ स्वयं हुनुहुन्छ। कसरी जान्नका लागि ध्यानपूर्वक सुन्नुहोस् यो रेडियो नाटक। छिटो हिँड्नुहोस् है, बस आइपुग्ने बेला भइसक्यो नि। अब उड्न सकिएन क्या रे? उहाँ हेर्नु, डाँडा घरे बाले तरकारीको डोको बोकेर हामीलाई उसिन आँटिसक्नु भयो। नमस्ते डाँडा घरे बाबु, कता हो एका बिहानै? अरे नमस्ते भाउजू, भन्नु पर्यो कहाँ जाने र? त्यही तल दोबानसम्म त पुग्ने हो नि। तिमीहरू कता हिँडेको नि? पर अस्पतालसम्म पुग्ने हो नि बुवा। सिरान घर माइला बुवाका छोरा नि, तँ अस्पतालमा भर्ना छ क्या त्यहाँ? कस्तो दशा लागेछ तिनलाई? भन्नु पर्यो पहिले त भाउजू सिकिस्त भइन् र अहिले छोरा नरेन्द्र झन्डै मरेछ बिचरा बसले हेर्काउँदा। पूर्व जन्मको कर्मको फल हो बाबु। पूर्व जन्मको कर्मको बारेमा त थाहा छैन डाँडा घरे बाबु, तर रोग व्याधि, दुर्घटना, प्राकृतिक विपदा आइपर्न सक्छ कुनै पनि बेला यो जन्ममा। अब तपाईँ यसरी डोको भरि तरकारी बोकेर दोबानमा बेच्न हिँडिरहनु भएको छ। खुट्टा चिप्लियो अथवा तल दोबानमा बसबाट ट्रकले नै चिप्यो भने नि त। तेरीकै यो घरे श्याम परि होइन, कस्तो नहुने कुरा गरे हो तिमीहरूले एका बिहानै। भन्नु पर्यो अर्कालाई बिना सित्तैमा यसो भन्ने पाइन्छ र? चिलाएको देखेर परेवाले आँखा चिम्म गर्दैमा चिलले परेवालाई छोडिदिने हो र? अब हेर, जीवनमा कसैसँग पनि अप्रिय घटना नघटोस्, दुर्घटना वा प्राकृतिक विपत्ति नपरोस्, तर त्यसो भन्दैमा हातमाथि हात राखेर बस्नु त भएन नि। तिमीहरूले फेरि त्यही कुरा त गर्ने होला क्यारे? त्यो भन्नु पर्यो सौभाग्य भन्छ। सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोष, राम्रो कुरा, सबैको भलो हुने कुरा त जतिपल्ट गरे पनि राम्रो नै हो नि त। हो त, पोहोरदेखि सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोषको सदस्य बन्नु पर्छ। यसबाट हामीलाई विपत्ति आइलाग्दा मद्दत हुन्छ भनेर कति बुझाउँदा पनि सिरान घर माइलाले पटक्कै मानेनन्। र आज के भयो हेर त, अस्पतालको खर्चका लागि अलिअलि भएको घरबारी समेत बेच्नु पर्ने स्थिति आइलाग्यो। भयो ल, अब तिमीहरू फेरि त्यही कुरा सुरु नगर त। ल अब दोबान पनि आइपुग्यो, ध्यानले हेर्नु, गाडीले किचला फेरि यहाँ। कता हो डाँडा घरे दाइ? यो तरकारीको डोको बोकेर यता आउनुहोस् नि, बरु चिया खाएर जानुहोस्। होइन हल्दार क्यान्छ, भन्नु पर्यो आउँला नि बरु अहिले। पहिले यो तरकारी बेचिहाल्न पाए हुन्थ्यो भन्नु पर्यो। मलाई दिइहाल्यो नि त्यतिको तरकारी, अलिकति मोल मिलाएर के विचार गरेर दिए भइहाल्यो नि। ल भइहाल्यो नि त, बसो यता बेन्चमा, आउनु यतातिर। ल हुन्छ। हेलो हेर, सौभाग्य लघु सुरक्षा कोषकी कार्यकर्ता भाग्यश्री छोरी पनि यतै आएको देख्छु त। नमस्ते सबैलाई। नमस्ते। ए डाँडा घरे बुवा पनि हुनुहुँदो रहेछ। छोरी भन्नु पर्यो बाँचिराखेको छु। बाँचिराख्नु मात्रै होइन बुवा, राम्ररी बाँच्नु जरुरी छ। हो भाग्यश्री बहिनी, तपाईँ आउने कुरो बताउँदा तल फेदी खोलाका गाउँका मान्छेहरू पनि कोषको बारेमा बुझ्नका लागि आउने भएका छन्। हेर्नुहोस् नि, भन्ने बित्तिकै आइ पनि हाले। आउनुहोस् यतातिर। ल यता बेन्चमा बसौँ नि सबैजना। यहाँ हुनुहुन्छ भाग्यश्री बहिनी। नमस्ते। अनि यहाँ सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोषको सम्बन्धमा तपाईँहरूको मनमा जे जति प्रश्नहरू छन् नि सोध्दा हुन्छ यहाँलाई। सबभन्दा पहिले त म यहाँहरूलाई यो कोषको बारेमा संक्षिप्त भनिदिइहालौँ है त। एउटा सत्यलाई हामी नकार्न सक्दैनौँ, र त्यो के भने हाम्रो जीवन अनिश्चितता र जोखिमले भरिएको हुन्छ। रोग व्याधि दुर्घटनाले पहिले नै म आउँछु भन्ने सूचना दिएर त आउँदैन नि।
त्यसैले बुढापाकाले भन्छन् बारबारे तोरी जोगिन्छ। यसरी नै हामीले आफ्नो जीवनमा आइलाग्न सक्ने सबै जोखिम र दुर्घटनाहरूबाट आफैलाई जोगाउने र त्यसका पीडाहरूलाई कम पार्ने विषयमा पहिले नै सोचेर व्यवस्था मिलाइराख्नुपर्छ। स्वास्थ्य ठिक छ त सब ठिक छ, नत्र केही पनि ठिक छैन। हेर्नुस्, ठिक भन्नुभयो। सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोषको आधारभूत उद्देश्य हामी गाउँलेहरूको स्वास्थ्य सम्बन्धी जोखिम कम गर्नु, सामाजिक सुरक्षा प्रदान गर्नु, स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा उपलब्ध गराउनु र स्वास्थ्य आवश्यकताहरूको पूर्ति गर्नु हो। हाम्रो यहाँ गाउँघरमा सजिलै निको हुन सक्ने रोग पनि अन्धविश्वास र धामी झाँक्रीको चक्करमा परेर रोगले ज्यानै जान्छ। तर हामीहरू चाहिँ यो अब गरिब खेती किसानी गरेर जसो तसो जीवन धान्नेहरूले अब यो भविष्यको लागि बचाएर अब कति पो राख्न सक्छौँ र हामीले? हो, हामी गरिब भएकाले झनै यस्तो अकस्मात आइपर्ने घटनाले बेसी प्रभाव पार्छ। यसलाई ध्यानमा राखेर त यो सामुदायिक कोषको सृजना गरिएको। हेर्नुहोस्, एक थुकी सुकी हजार थुकी नदी। हामी सबै गाउँलेहरूले मिलेर थोरै थोरै पनि जम्मा गर्छौँ भने एउटा ठुलो रकम जम्मा हुन्छ। र ईश्वरले नगरोस् तर कसैलाई कुनै जोखिम वा दुर्घटना आइलाग्छ भने त्यो कोषबाट अस्पताल र उपचार आदिको लागि सहायता पाउन सकिन्छ। यो रकम कसरी जम्मा गरिन्छ र कसले राख्छ नि फेरि? यसका लागि तपाईहरू जो सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोषको सदस्य बन्नुहुन्छ उनीहरू मध्येबाट नै प्रतिनिधिहरू चुनिन्छन्, जसले प्रशासनिक र सञ्चालन समितिको गठन गर्दछन्। कोषको सदस्य बन्नका लागि चाहिँ अनि कति रकम तिर्नुपर्छ त? यसको निर्धारण पनि समुदायका सदस्यहरूले नै गर्ने हो। ठाउँ विशेषका आवश्यकता र माग अनुसार गरिबभन्दा गरिब परिवारले पनि जम्मा गर्न सक्ने रकम वर्षेनी सदस्यताको रूपमा जम्मा गर्नुपर्छ। जस्तै गएको वर्ष 389 रुपियाँ प्रति व्यक्ति प्रति वर्ष थियो। एउटा कुरो सोधौँ लाग्यो मैले पनि। सोध्नुहोस् न बुवा। म सदस्य बने अरे है त। हजुर। तर वर्षभरि मलाई कुनै रोग बिमारले छोपेन वा कुनै दुर्घटनामा परिन भने चाहिँ मैले के पाउने भयो र? भन्नु पर्यो मलाई त घाटा भएन र फेरि? होइन, कस्तो कुरा गर्नुभएको बुवा तपाईँले? अब बिरामी नपर्नु, दुर्घटना परेर चोटपटक नलाग्नु पनि कुनै घाटाको कुरा हुन्छ कि क्या हो? ठिक भने घनश्याम भाइले। घाटा र नाफालाई हामीले यसरी स्वार्थी पाराले हेर्नु हुँदैन। तपाईलाई स्वास्थ्य उपचारको आवश्यकता परेन त्यो त राम्रो कुरा हो नि, तर कोषका अन्य सबै सदस्यहरू तपाईँ जस्तो भाग्यशाली नहुन सक्छन्। उनीहरूलाई त यो कोषले मद्दत पुग्छ नि त। फेरि कहिले आफू बिरामी परिन्छ हामीलाई थाहा हुन्छ र। अर्को कुरा, आफू नभए परिवारको अरू कुनै सदस्य पनि त बिमारी हुन सक्छ। यदि हामीले वर्षेनी केही रकम जम्मा गर्छौं र त्यो रकमले हामीहरू मध्ये कसैलाई सहयोग पुग्दछ, कसैको ज्यान बाँच्दछ भने त्यो लाभ भयो कि घाटा? परोपकार सबैभन्दा ठुलो धर्म हो भन्छ नि। फेरि यसमा त आफ्नो स्वास्थ्य सम्बन्धी जोखिम जोडिएको छ। जति रकम हामीले कोषको सदस्यताको रूपमा जम्मा गर्छौं त्यो भन्दा कहीं धेरै पैसा हामीले वर्षभरिमा चुरोट तमाखु अनि कुनै के अमलमा व्यर्थमा खर्च गरिरहेका हुन्छौं। भन्नु पुरो लौएर हल्दर क्यान्सा। भन्नुस्, यति राम्रो कुरा चलिरहेको बेलामा क्यान्सरले भन्नु पुरो ट्याक्क चिया पनि ल्याइहालिछ नै तिमीले पनि। सबैले चिया खाऊ पहिला है। ल अब चियाको साथसाथै चर्चा पनि जारी राखौँ है भाग्यश्री बहिनी। हुन्छ दाइ। हामीलाई त थाहा छ, तर हाम्रा नयाँ दाजुभाइहरूका लागि बताइदिनुहोस् नै यसको सदस्यता लिने र आवश्यकता परेको खण्डमा स्वास्थ्य उपचारको खर्चको दाबी गर्नेको बारेमा। यो एकदमै सजिलो छ। तपाईहरू मध्येबाट नै छानिएका सौभाग्य कार्यकर्ताहरूबाट सदस्यता फारम लिएर भर्ने हो अनि तोकिएको वार्षिक सदस्यता रकमका साथ सम्बन्धित कार्यकर्तालाई बुझाउने हो, जसको रसिद तत्काल दिइन्छ र पछि कम्प्युटर जनित पोलिसी कागजातका साथै सौभाग्यका सदस्यहरूका लागि विशेष रूपमा छुट प्रदान गर्ने अस्पतालहरूको नामको सूची र परिचय पत्र कार्यकर्ता मार्फत नै आफ्नै घरमा पाउनुहुनेछ। हो, र जहाँसम्म दाबी प्रक्रियाको कुरो छ त त्यसको लागि एउटा दाबी फारम भर्नुपर्छ र त्यो फारमका साथ उपचारका रिपोर्टहरू र बिलहरू गाप्नु जरुरी हुन्छ। र त्यसैले अस्पतालमा भर्ना हुँदा वा भर्ना नभए तापनि अन्य टेस्टहरू गरिँदा तपाईले प्राप्त गर्नुभएको बिलहरू सम्हालेर राख्नु पर्यो र खास गरी बिलहरूमा बिरामी सदस्यको नाम, ठेगाना, मिति, उपचारको विवरण र रकमहरू स्पष्ट लेखिएको होस् भन्ने कुरो तपाईले सुनिश्चित गर्नु पर्यो। यो दाबी फारम चाहिँ कसले दिन्छ र कहाँ जम्मा गर्ने हो नि बहिनी? सौभाग्य कार्यकर्ताले नै सबै मद्दत गर्छन्, यसमा धन्य मान्नु पर्दैन। हामी र हाम्रा गाउँलेहरू त एक दुईलाई छाडेर सबै पोहोर साल नै यो कोषको सदस्य बनेका हौं।
र साँच्ची नै यो धादिङभरि धेरैजनालाई धेरै सहयोग पुग्यो। तर भाग्यश्री दिदी, सदस्यता त 1 वर्षका लागि हुन्छ र यसलाई हरेक वर्ष नवीकरण गर्नुपर्छ होइन त? हो घनश्याम, यो साह्रै महत्त्वपूर्ण प्रश्न सोध्यौ तिमीले। सबैले सुन्नुहोस् है त, लघु स्वास्थ्य सुरक्षा कोषका सुविधाहरू हासिल गरिराख्न हरेक वर्ष आफ्नो सदस्यताको नवीकरण गर्नु जरुरी हुन्छ। हो त, यो वर्ष त मेरो परिवारको कुनै पनि सदस्य बिरामी नै परेन भनेर हामीले सदस्यता नवीकरण नगराउनु चाहिँ ठुलो भुल हो है। त्यसैले हामी भन्छौँ सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोषमा सदस्य नबनेकाहरू तुरन्तै बनुन् र बनिसकेकाले सदस्यता नवीकरण गर्न नबिर्स्युन्। अनि मात्रै हाम्रा सदस्यहरू पनि रोग, जोखिम र दुर्घटनाको सामना गर्नका लागि तयार रहनेछन्। छोरी, मेरो परिवार निकै ठुलो छ र त्यसैले म पोरियसको सदस्य बन्न मानेको थिइनँ क्या त। अब हामीहरू चाहिँ यस्ता गरिबहरूको ठुलो परिवार भएको लागि पनि भन्नुपर्ने कुनै खास व्यवस्था छ कि? छ नि बुवा, सौभाग्य समितिले यस वर्ष 4 जना भन्दा बढी सदस्य भएका ठूला परिवारहरूलाई वित्तीय भार नपरोस् भन्ने सोचेर नयाँ सदस्यता र नवीकरणका लागि 10% को छुट दिने प्रावधान गरेको छ। भाग्यश्री बहिनी, मैले त सुनेको छु सौभाग्य समितिले धादिङका कयौं अस्पतालहरूसँग यस्तो व्यवस्था पनि मिलाएको छ कि सौभाग्य स्वास्थ्य सुरक्षा कोषका सदस्यहरूले त्यहाँ गराइने उपचारमा छुट पनि पाउनेछ। हो, धादिङ जिल्लाका चुनिएका अस्पताल र औषधि पसलहरूमा भर्ना खर्चदेखि लिएर एक्सरे, ल्याब टेस्ट अनि औषधिहरूमा विभिन्न छुटहरू दिइन्छन्। भन्नु पर्यो मेरो मगजमा कुरो नपसेर म पोहोर सदस्य बनिन, तर यो वर्ष त अवश्य सदस्य फारम भर्छु है। एक और बुद्धि आफ्नै फाइदाको कुरो पनि नबुझेको रहेछु मैले त भन्नु पर्यो। म त रिटायर फौजी मान्छे, फेरि यहाँ दोभानमा बसेर आउने जाने मान्छेहरूको कुरा सुन्छु, देश दुनियाँको खबर पाउँछु। त्यसैले त भन्छु मेरा समस्याहरूको समाधान गर्देला भनेर आकाशतिर हेरिराखेर काम त चल्दैन। आफ्नो भविष्य सपार्न हामीले आफै कोसिस गर्नुपर्छ। त्यो त हो, एकदम गर्नुपर्ने हो नि त। यो कुरा पनि एकदम ठीक हो। सुन्नुभयो श्रोता साथीहरू, कसरी सौभाग्य लघु स्वास्थ्य सुरक्षा कोषले सेभ द चिल्ड्रनको मूल सहभागितामा मेजोरियर, डेफ्रोस तथा MIA को सहयोगमा गाउँ गाउँमा मानिसहरूलाई स्वास्थ्य सम्बन्धी समस्या आइलाग्दा एक आधार र अडेसो उपलब्ध गराइरहेको छ। साथै मानिसहरूमा स्वस्थ जीवनप्रति जागरुकता फिजाइरहेको छ, परस्पर मेलमिलाप र परोपकारको भावनाको सञ्चार गरिरहेको छ। सौभाग्य कोष सम्बन्धी थप जानकारीका लागि कृपया धादिङको गजुरी स्थित सौभाग्य कार्यालयमा सम्पर्क राख्नुहोस्। सौभाग्यले तपाईहरू सबैको जीवनमा सुस्वास्थ्य र राम्रो भविष्यको बिहानी ल्याउनेछ। यसै आशा र विश्वासका साथ हामीलाई यो रेडियो नाटकबाट दिनुहोस् बिदा। नमस्ते।